ल गाइज अब चाहिँ हामी फाइनली हिँड्ने प्रोसेसमा छौँ। हामी चाहिँ खाङसार भन्ने ठाउँबाट चाहिँ अब तिलिजो बेस क्याम्पको लागि आज हिँड्दैछौँ होइन। सो रमाइलो होला जस्तो हो। सो हेलो नमस्कार, दिस इज सुभाष छेत्री, वेलकम टु माई युट्युब च्यानल एमबी सुभाष है त। हाम्रो गाइजहरू चाहिँ अगाडि गइसक्नुभयो, 10 साढे 10 भइसक्यो है। आजको प्लान खाङसार हो, हेरौँ के हुन्छ, जे हुन्छ रमाइलो के हुन्छ भन्ने कुरा चाहिँ हामीले सोचेका छौँ। मेरो चाहिँ सेकेन्ड ट्रेक हो। फर्स्ट ट्रेक चाहिँ हामी उता गोसाइकुण्ड गएको थियौँ। हेर्न सक्नुहुन्छ मान्छेहरू कति धेरै चाहिँ हुनुहुन्छ कि इनफ, भेरी भेरी मच। तपाईँहरूलाई ट्रेकको बारेमा सब कुराको जानकारी हुनेछ। हामीले यहाँ खाङसारमा आएर खाना खायौँ, यति मिठो खाना खायौँ। 800 जस्ट 800मा चिकन खाना थपी बवाल खाइयो। ठिक छ, जल्दी बेसी भएछ यार। बिहानमा हजुरलाई मेरो भ्लगमा स्वागत गर्दछु। नमस्ते गर। नमस्ते भाइ, तिमीलाई त एकदम स्वागत छ मेरो भ्लगमा। अब हाम्रो चाहिँ रमाइलो भइरह। ओके, म आउँदैछु। अहिले चाहिँ हामी यताको लोकेसन छ होइन, असली लोकेसन हेरौँ न त कस्तो। दिस इज द असली लोकेसन। यता हेरे हिमाल, उता हेरे हिमाल। न त के छ आज हाम्रो प्लानिङ कहाँसम्म पुगिल्ला जस्तो हो। पुगिनुपर्छ। चिल्याक्स पारामा हिँडिराख्यो, मुठ फुट्न सुरु गरिसक्यो। 12 बज्यो, अब हाम्रो 5 बजीसम्म हिँड्ने प्लान हो। त्यही हो, उताको हिमाल हेर्न गाइज कस्तो दाम देखिरहेको। प्लिज 2.5 मा। हो माई गॉड, यहीँ छ यहीँ। That. Oh my god. Oh my god. Oh my god. अति दामी। हामी चाहिँ त्यो डाँडातिर पुग्नु पर्यो हिमाललाई हेर्दै। यो 4000 मिटरको हाइटमा यतिको उकालो आउँदाखेरि चाहिँ तपाईँहरूलाई के लाग्छ? मेरो लागि त कुनै शब्द छैन। कसरी पार गर्नु, मुटु फुट्ला जस्तो हुन्छ। ओ माई गॉड। एक्लै छु यार, सब अगाडि गइसक्यो हिँड्न सक्नेहरू जति। ओ माई गॉड। कहिले पुग्ने बेस क्याम्प? वान अफ द बेस्ट प्लेस इन दिस ट्रेक है। दामी हो, ड्रोन भयो, ड्रोन ल्यायो, दामी आउँथ्यो यार। माका फुल तरेर तल हेऱ्यो भने छङ्गा छुर। कहाँ हो हामी जानेछौँ त्यो हुँदै। This is the heaven. अनि साइडमा त हिमाल। This. Oh my god. गाइज यार एक्लै भइयो यार, म हिँड्न यसै सक्दिनँ। हाम्रो साथीहरू कम्तीमा पनि त्यहाँ होइन है। हो कहाँ गयो मलाई? हो त्यहाँनिर पुगिसक्नु भयो होला है। मैले भनेको
यत्रो कहाँको अम्ला एलिभेटर ठिक यत्रो पार गरेर अनि हेर यहाँनिर पुग्नुपर्ने है कम्तीमा पनि त्यहाँ पुगिसक्नु भयो होला कि रमाइलो त लाग्छ कि अनि हिँड्नै सक्दैन यहाँ ट्रेक हावा टाइट भइसक्यो कति बज्यो 2 बज्यो होइन 11 बजी हिँडेको 12 1 2 12 1 2 3 घन्टा भएछ त्यही माथि आज क्याब पनि ल्याउन बिर्स्यो अहिले चाहिँ अलिकति तेर्सो बाटो आयो भएर अलिकति फिलिङ गुड होइन ठिकै इन्जोय गर्दै हिँडिराखे ठाउँलाई इन्जोय नि किन गर्ने त नि यार त्यस्तो दामी त ठाउँ तर क्यामेरामा अलिक टाढा देखिया मैले 0.5 मा गरेको छु होइन बवाले कप एउटा न एउटा डिस्टर्ब मारिरहन्छ यार टोपी लिएर आएन कपाल डिस्टर्ब मार्दै धुलो कति उडेछ फेरि यार कुरै छोड्दिएँ मैले भन्दा पहिला चाहिँ गोसाइकुण्ड चाहिँ ट्रेक मारेको थिएँ अनि त्यो चाहिँ ठाडै उकालो भएर साह्रै गाह्रो भएको थियो यहाँ चाहिँ अलिकति जे भने हिँडेको जस्तो त्यस्तो बिना फिल चाहिँ भएन गोसाइकुण्ड चाहिँ सुरु भएदेखि ठाडै हो होइन यहाँ चाहिँ तेर्से भएर चाहिँ अलिकति उकालोमा चाहिँ अतेस लाग्यो अहिले चाहिँ गुड हिँडिन्छ अब 3 घन्टा हिँड्यो 2 घन्टा हिँड्यो भने त बेस क्याम्प पुगिन्छ पनि होला त्यसपछि मजा आउँछ त्यसपछि जाने बस्ने आनन्दले बस्ने भोलि बिहान 3 बजे हिँड्ने टाप कस्ने तेलिचोको लागि अझ तेलिचोको लागि दामी भिडियो आउँछ यहाँको भन्दा पनि गाइज यो ट्रेकको सबभन्दा डेन्जरवाला बाटो है त्यस हामी यो बाटो हुँदै जान्छ भेरी डेन्जरस यार देख्दै डर लाग्ने बाटो हो त डेन्जरस भेरी खतरनाक सुन्दर जति त्यति नै खतरनाक भन्छन् नि मान्छेहरूले माउन्ट एभरेस्ट जति देख्दा हेर्दा रमाइलो र राम्रो लाग्छ नि त्यति नै डेन्जर हुन्छ भनेर दिस टाइप अफ सिमिलर अफ माउन्ट एभरेस्ट हो होइन हिउँ चाहिँ होइन र तर जति राम्रो देखिन्छ तर त्यति नै डेन्जर चाहिँ हुन्छ ओ माई गॉड बाटो त भेरी डेन्जर स्क्याम जाने बाटोको हो त तलहरू हिँड्नु भएको मान्छेहरू अनि हिउँले काटेको ठाउँ मान्छे कति हुनुहुन्छ त हेर्नु न लाइन लाएर झर्नुपर्ने खालको स्थिति पलाउँदै हो धन्न मैले एकजनासँग सोधेको थिएँ धन्न मैले न्यू ब्यालेन्सको त्यो जुत्ता लाएर आएन कि गोली स्टारै लाएर जानु यो ठाउँमा चाहिँ भेरी डेन्जर हुन्छ दाइ भन्नुभयो मेरो भाइ विश्वास ढकालले अनि हो काम गर्दो रहेछ बाटो आजको मान्छे कति हो कति
उता माथि त्यस्तै है त कहिले कट्ने होला यार यो बाटो भइसक्यो गाइज हाम्रो फाइनली डेस्टिनेसन चाहिँ आइपुग्न लाग्यो है हो त्यहाँ बेस क्याम्प है बाटो चाहिँ महाका यार भेरी डेन्जरस अनि मान्छेको हालत त कस्तो भएको कुरै छोडिदिनु म देखाउन लागेको पनि छैन कि त्यही हो खुसीको कुरा चाहिँ हामी बेस क्याम्प आउनु लाग्यो भोलि हो माथि जाने माथि